नमस्कार सम्पूर्णमा। आजको यस श्रृङ्खलामा हामी क्रियापदको बारेमा जानकारी लिनेछौँ र क्रियापदको सुरुमा परिभाषाबाट नै सुरु गरौँ है त। अब क्रियापद भनेको चाहिँ पदवर्गको सबभन्दा पहिचान गर्न सजिलो पदवर्ग हो र यसलाई चाहिँ सजिलोसँग बुझ्न पनि सकिन्छ है। क्रियापदको परिभाषा चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ अब भन्नलाई चाहिँ वाक्यको अन्तिममा आउने शब्द सबै क्रियापद हुन्छन् भनेर भनिन्छ, तर यो चाहिँ सबै ठाउँमा सत्य हुँदैनन् है। वाक्यको अन्तिममा आउने जति सबै शब्द क्रियापद हुँदैनन्। क्रियापदको परिभाषा चाहिँ के हो भन्दाखेरि नि होइन, कुनै पनि काम कुनै पनि वाक्य टुङ्ग्याउँछ भने नि त्यो टुङ्ग्याउने शब्दलाई के भन्दो रहेछ त? क्रियापद। क्रिया भनेको काम, काम टुङ्ग्याउने शब्द क्रियापद हुन्छ। अब उदाहरण हेरौँ, यसको उदाहरण हेऱ्यो भने अझ राम्रोसँग बुझ्न सकिन्छ। हावाले रुखको हाँगो भाँच्यो। हावाले रुखको हाँगा भाँच्योमा अब वाक्य कसले टुङ्ग्याएको छ? भाँच्यो। यसमा त अब संयोगवश भाँच्यो भन्ने अन्तिम वाक्यको अन्तिममा नै आएको रहेछ यो शब्द भनेपछि यो क्रियापद हो भनेर यतिकै सहज रूपमा बुझ्न सकिन्छ। तर अर्को पारिभाषिक रूपमा हेर्ने हो भने पनि हावाले रुखको हाँगो भाँच्यो, यो भाँच्यो भन्नेले वाक्यलाई टुङ्ग्याएको छ नि, त्यसैले यो क्रियापद भयो। अब अर्को उदाहरण, राम भकुन्डो खेल्दैछ। के गर्दैछ? खेल्दैछ है। राम भकुन्डो खेल्दैछमा केले वाक्य टुङ्ग्यायो त? छले मात्र होइन, खेल्दैछ भयो भने चाहिँ पूर्ण रूपमा वाक्य टुङ्ग्यायो नि होइन। छ मात्र भन्यो भने होइन, कुनै कुनै ठाउँमा छ मात्र भन्यो पनि क्रियापद हुन्छ। ऊ राम्रो छ, अब राम्रो त क्रियापद भएन होइन, राम्रोले वाक्य टुङ्ग्याएन। त्यो वाक्यमा चाहिँ छले नै टुङ्ग्यायो नि होइन, ऊ राम्रो छ, राम्रो छ मा छले टुङ्ग्यायो नि, त्यो सन्दर्भमा चाहिँ छ चाहिँ क्रियापद भयो। अनि यसमा चाहिँ होइन, खेल्दैछमा चाहिँ राम भकुन्डो खेल्दैछमा चाहिँ खेल्दैछ यो पूर्ण रूपमा नै क्रियापद भयो है त। यसमा खेल्दैछले नै वाक्य टुङ्ग्याएको छ, छले मात्र टुङ्ग्याएको छैन। अथवा यसरी पनि बुझ्न सकिन्छ यसलाई, खेल्दैछ भनेको अपूर्ण वर्तमान काल भयो नि त होइन, वर्तमान कालको पुरै क्रियापदलाई नै लिनुपर्छ है त यो क्रियापद पहिचान गर्दाखेरि। पहाड अग्ला छन्, अब यो उदाहरण अघि नै भन्न खोजेको उदाहरण हो। यसमा अग्ला भन्ने शब्द चाहिँ के भयो त? के छन् नाम भयो होइन। अनि छन् भनेको के भयो त? क्रियापद भयो। यसमा चाहिँ छन् भन्ने शब्दले चाहिँ क्रियापदलाई बुझायो, किनभने यसले वाक्यलाई टुङ्ग्याएको छ। त्यही क्रियापद भनेको पदवर्गमा सबभन्दा सजिलो हो। त्यसैले हामी क्रियापदलाई चाहिँ जसरी अरू जे मिस्टेक गरे पनि परीक्षामा क्रियापदलाई चाहिँ जसरी पनि छोड्नु भएन। क्रियापद भनेको परीक्षामा सोधिन्छ पनि होइन हो। यसलाई चाहिँ सबभन्दा सजिलो भएको कारणले मिस्टेक चाहिँ सकेसम्म गर्नु भएन है त। अब क्रियापद चाहिँ कस्ता कस्ता हुन्छ भन्दाखेरि चाहिँ धातुमा जोडेर पनि क्रियापद बन्छन्। अघि भने नि खेल्दैछ भनेमा यो खेल धातुमा चाहिँ खेल धातुमा चाहिँ जोडेर चाहिँ क्रियापद बनेको हो होइन। यसरी यसरी प्रत्ययहरू जोडेर पनि क्रियापद बन्छन् होइन। यी जसरी अब परिभाषा चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ वाक्यलाई टुङ्ग्याउने क्रियापद हो भनेर त्यति बुझे पुग्छ है त। अब उदाहरणहरू थप हेरौँ यसको होइन। राम घरमा एक्लै छ, अब यसको क्रियापद तपाईँ आफै पहिचान गर्नु त। राम घरमा एक्लै छ, के भयो त? यसको क्रियापद छ मात्र भयो है त। अनि अर्को उदाहरण, हरि मसित क्रिकेट खेल्दैछ। यो त अहिलेकै उदाहरण भएन, खेल्दैछ भनेपछि खेल्दैछ नै क्रियापद भयो है। तपाईँहरूलाई एउटा पुनरावृत्ति रिभाइज पनि हुन्छ। अनि अर्को उदाहरण, हिमालका चुचुराहरू राम्रा देखिन्छन्। यसमा केले टुङ्ग्याए त? देखिन्छन्ले टुङ्ग्याए नि होइन। अब मैले भनिरहेका उदाहरणहरू चाहिँ लगभग त्यसमा चाहिँ क्रियापदहरू चाहिँ अन्तिम वाक्यको अन्तिमतिर नै आइरहेका छन् होइन। तर मैले अघि सुरुमा पनि भने है, वाक्यका अन्तिममा आउने शब्दहरू मात्र क्रियापद हुँदैनन्। जस्तै तिमी राम्रो छौ र भनेर भन्दाखेरि यस्तो सोद्धाखेरि चाहिँ र भन्ने अन्तिममा आयो, तर र भन्ने क्रियापद होइन। र भनेको के त? र भनेको प्रश्न सोधियो, यो भनेको चाहिँ निपात भयो, निपात भयो। अब निपातको बारेमा हामी छुट्टै एकैछिनमा अर्को भिडियोमा हामी यसको बारेमा पनि बृहत रूपमा छलफल गर्छौँ नै। अब यसमा क्रियापदको बारेमा हेरौँ। तिमी राम्रो छौ र भन्दाखेरि वाक्य चाहिँ कहाँ टुङ्गिन्छ हेरौँ त। तिमी राम्रो छौ भन्दाखेरि वाक्य टुङ्गिन्छौ नि होइन। र भनेर सोध्यो प्रश्न त होइन, तर वाक्य चाहिँ कता टुङ्गिन्छ त? हामीलाई त्योसँग मात्र त्यो मात्र हेर्ने हो, वाक्य कहाँ टुङ्गिन्छ। वाक्यको अर्थतिर हामीले ध्यान दिँदैनौँ यो सन्दर्भमा। तिमी राम्रो छौ भन्दा वाक्य टुङ्गियो है, भनेपछि छौ भनेले वाक्य टुङ्ग्यायो नि, छौ भन्ने शब्दले। भनेपछि यसको क्रियापद के रहेछ त? तिमी राम्रो छौ र भन्दाखेरि छौ भन्ने चाहिँ क्रियापद रहेछ है। त्यसै गरी अर्को उदाहरण, तिमी राम्रो होलाउ तर मलाई तिमी राम्रो लागेन है। तिमी राम्रो होलाउ तर मलाई तिमी राम्रो लागेन। ल, अब यसमा चाहिँ दुईवटा क्रियापदहरू छ, पहिचान गर्न खोज्नु त वाक्य कहाँ टुङ्गिएको छ। तिमी राम्रो होलाउ, यहाँ एउटा वाक्य टुङ्गियो है। भनेपछि होलाउ भनेको के रहेछ त? क्रियापद रहेछ। तिमी राम्रो होलाउ
तर मलाई राम्रो लागेन। अब यसमा अर्को तरिकाले पनि वाक्य टुङ्गियो। लागेन भन्ने शब्दले पनि वाक्यलाई टुङ्ग्यायो। अर्को वाक्यलाई भनेपछि तिमी राम्रो होलाउ तर मलाई राम्रो लागेनमा दुईवटा क्रियापद छ। एउटा होलाउ, अर्को के भयो त लागेन। किनभने त्यो दुइटाले वाक्य टुङ्ग्यायो। अब एउटा म वाक्य दिन्छु। हुन त यहाँनिर अभ्यास पनि धेरै छ है। एउटा म वाक्य दिन्छु। रामले मलाई राम्रो मान्छ तर म आफैले आफैलाई राम्रो मान्दिनँ। यसमा कतिवटा क्रियापद छन् र किन यो यसलाई क्रियापद मानिएको हो त्यो तपाईँहरूले कमेन्ट गर्नु है त। अब यसै गरी क्रियापदका अन्य एक्सर्साइजहरू यहाँनिर वेबसाइटमा रहेका छन्। यसरी तपाईँले सिकाइका आधारमा यसरी तपाईँले राम्रो तरिकाले यो सिक्न सक्नुहुनेछ। यसका अभ्यासहरू वेबसाइटमा छन्। र यसै गरी यो भिडियोलाई पनि अन्त्य गर्दछु। हस्, धन्यवाद।